हेलो गाइस। आशा छ कि तपाईँहरू सन्चै हुनुहुन्छ होला। फेरि पनि आज हामीसँग सिबी युनिकर्न 160 होइन हाफ इन्जिन क्लच प्लेटको लागि आइसकेको छ होइन। हामी पुरै खोलखाल गरिसकेका छौँ। यो बाइकमा चाहिँ होइन धेरै धुवा छोड्ने होइन, आवाज पनि खटट हुने होइन, पिकअप पनि कम हुने होइन, जस्तो समस्याहरू थियो त्यसकै लागि कस्टमरले होइन हाफ इन्जिन बनाइदिन ल्याउनु भएको छ होइन। हाफ इन्जिन बोर गरेर बनाउने हो, कस्टमरको बजेट अनुसार बोर गरेर बनाउने होइन। कस्टमरले भनेअनुसार होइन क्लच प्लेटहरू पनि होइन खोलखाल पारेर मजाले सेट गरिदिन लाग्छौँ होइन, उहाँकै बजेट अनुसारको। हुन त धेरैजना साथीहरूले होइन यो लोकल काम गरिरहेछ, यतिमा बन्छ उतिमा बन्छ भन्ने जस्तो कुराहरू धेरै गर्छन् होइन। तर बजेट कस्टमरलाई चित्त बुझ्दो होइन, उहाँको बजेट अनुसारको काम गरेको राम्रो हुन्छ होइन। उहाँलाई होइन सक्दो यो समस्याहरू सबै जानकारी गराएर काम गरेको नै राम्रो हुन्छ। यो बाइकमा खासमा होइन क्लच भाग खोलेको, क्लचको मोबिलको फिल्टर सफा गर्न होइन, तर कस्टमरले क्लच प्लेट पनि खोलेर हेरिदिनु, यदि गाँच रहेछ भने फेर्नुपर्छ भनेर खोलेको हो होइन। क्लच प्लेट धेरै घिसिएको थिएन होइन, त्यही भएर हामी त्यसैलाई सफा गरेर लगाइदिन लाग्छौँ होइन। कस्टमरले पुरानो मोबिल होइन डढेको मोबिल हालेर चलाउनु भएको रहेछ होइन, त्यही भएर क्लचको भाग खोलेर मोबिलको फिल्टर पनि सफा गर्नुपर्छ भनेर, मोबिल सप्लाई नभए रोकिन्छ भनेर मात्र क्लच प्लेट खोले हो। क्लचको पल्ला खोलेको थियौँ अनि कस्टमरले क्लच प्लेट पनि चेक गरिदिनु, राम्रै छ भने सफाइ गरेर लगाइदिनु भनेर भन्नुभयो। क्लच प्लेट पनि हामीले खोलेर मजाले सरसफाइ गरेर होइन, प्रेसर प्लेटहरू पनि हल्का धेरै खिया रहेनछ, हल्का मात्र मेल फिमेल खिया रहेछ होइन। प्रेसर प्लेटहरू पनि हल्का खाक्सी लगाएर होइन मजाले सफा गरेर हालिदिएका छौँ होइन। त्यही हो, तपाईँहरूलाई होइन हाम्रो काम कस्तो लाग्छ होइन कमेन्ट गर्नुहोला। धेरैजना गाडी बिगारिदिन होइन राम्रो नै गर्न खोजेका हुन्छौँ होइन, कहिलेकाहीँ त केही पनि होइन मिस्टेक भइहाल्छ, तैपनि हामीले सकभर होइन राम्रै काम गरिदिने, आफूलाई अनुभव भएको होइन, आफूले जानेको राम्रै काम गरिदिने गरेका छौँ होइन। हेर्न सक्नुहुन्छ यो एकदम ब्लक पनि बोर गरेर हालेका छौँ होइन। यो हेडमा पनि राम्रो बाल ओइल सेल अनि गाइड पनि चेन्ज गरेका छौँ, केम चेन पनि चेन्ज गरेका छौँ होइन। अब त्यही हो, तपाईँहरूलाई पनि हाम्रो काम मन पर्यो भने न्यू काठमाडौँ मोटरसाइकल वर्कसप रूपनगर सप्तरीमा आउनुहोला। धन्यवाद।